रियल मड्रिडमा जोडिएपछि एम्बापेले आफ्नो पहिलो सिजनदेखि नै व्यक्तिगत रूपमा महत्त्वपूर्ण उपलब्धि हासिल गरे। सन् 2024-25 को सिजनमा उनले ला लिगामा 31 गोल गर्दै पीसीसी ट्रफी जिते। त्यही गोल संख्याले गर्दा एम्बापेले गोल्डन बुट अवार्ड पाए। उनले फुटबल करियरमा पहिलोपल्ट गोल्डन बुट अवार्ड जितेका हुन्। रियलमा एम्बापेको उपलब्धि यतिमै सीमित छैन। उनले क्लबको इतिहासमा पहिलोपल्ट एक सिजनमा 7 फरक प्रतियोगितामा गोल गर्ने कीर्तिमान पनि बनाए, जसमा ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल रे, स्पेनिस सुपर कप, युएफए सुपर कप, अन्तर महाद्वीपीय कप र क्लब विश्वकप समावेश छन्। एम्बापेले 2025-26 को सिजनमा पनि रियलका लागि शानदार प्रदर्शन गरिरहेका छन्। उनले यस संस्करणमा 17 खेलमा 17 गोल गरिसकेका छन् र एम्बापे सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा छन्। ला लिगामा उनी जारी सिजनमा पनि गोल्डन बुटको दौडमा अग्रपंक्तिमा छन्। यस्तै यस सिजनमा एम्बापेले मड्रिडका लागि 4 असिस्ट प्रदान गरेका छन्। उनले रियलका लागि खेलिएको पछिल्लो 6 खेलमा 10 गोल गरिसकेका छन्। एम्बापेले कोपा डेल रे अन्तर्गत तालाभेरा विरुद्धको खेलमा पनि आफ्नो लय जारी राखे। उक्त प्रतिस्पर्धात्मक खेलमा उनले 2 गोल गरे। निर्णायक प्रदर्शनपछि हेड कोच जावी आलोन्सोले एम्बापेको खुलेरै प्रशंसा गरेका छन्। उनी निर्णायक बनेका छन्। केलियनसँग गोल गर्ने स्वाभाविक क्षमता छ। तेस्रो गोल अत्यन्तै महत्त्वपूर्ण थियो, त्यसैले हामीले उनलाई मैदानमै राख्यौं र सुरुवाती टोलीमा समावेश गर्यौं, मुख्य प्रशिक्षक जावीले भनेका छन्। तालाभेरा विरुद्ध गोल गरेसँगै 26 वर्षीय एम्बापे रियल मड्रिडका लागि एक वर्षमा सर्वाधिक गोल गर्ने खेलाडीको उपलब्धि नजिक पुगेका छन्। उनले सन् 2025 मा आफ्नो गोल संख्या 58 पुर्याएका छन्। अब 2 गोल गर्न सके एम्बापेले एक वर्षमा रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान भङ्ग गर्नेछन्। रोनाल्डोले सन् 2013 मा रियलका लागि 59 गोल गरेका थिए। रोनाल्डोको उक्त उपलब्धि अब एम्बापे सामु 13 वर्षपछि तोड्ने मौका आएको छ। मड्रिडले शनिबार ला लिगामा सेभियासँग खेल्ने तालिका छ, जहाँ एम्बापे आफ्नो लय जारी राख्दै नयाँ कीर्तिमान बनाउने पूरा कोसिस गर्नेछन्। उनी सन् 2023-24 को क्लब सिजनको अन्त्यपछि फ्री ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन पीएसजीबाट मड्रिडमा जोडिएका हुन्। एम्बापे र मड्रिड बीच 5 वर्षको सम्झौता भएको छ। मड्रिडले एम्बापेलाई पारिश्रमिक बापत प्रति सिजन 15 मिलियन युरो दिने बताइएको छ। उनी सन् 2017-18 को सिजनमा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पीएसजीमा जोडिएका थिए। पीएसजीमा रहँदा एम्बापेले 6 पटक फ्रेन्च लिग र 4 सिजन फ्रेन्च कोपा डेको उपाधि जिते। यस्तै उनले पीएसजीका लागि 7 सिजनमा कुल 308 म्याच खेले, जसमा एम्बापेले 256 गोल गरे। उनी पीएसजीको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्। यद्यपि एम्बापेले च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेनन्। उनी अब त्यो उपलब्धि मड्रिडको जर्सीमा पूरा गर्ने लक्ष्यमा छन्। मड्रिडबाट एम्बापेले त्यो सपना पूरा गर्न कति समय पर्खिनु पर्ला? कमेन्ट लेख्न नभुल्नुहोला।